हेलो हेलो नमस्ते नमस्कार ट्रसेदिले लसु फ्यापुला जय मासी गुड मर्निङ डिएक्सन के छौ साथीहरूको खबर। मेरो त ठिकै छ अहिलेसम्म चाहिँ एकदमै बाँचिरहेछ भन्नुपर्छ। हजुरहरूको के छ? अनि म चाहिँ मेरो चाहिँ ड्युटी बिहानको ड्युटी चाहिँ सकिएर किचनमा बसेर म चाहिँ डिएक्सनको कफी खाँदैछ साथीहरू। तपाईहरु पनि डिएक्सनको कफी खानुहुन्छ भने मसँग सम्पर्क गर्नुहोस्। म तपाईहरुलाई चाहिँ उपलब्ध गरिदिन सक्छु। मैले चाहिँ यहाँ सानो पकेट मात्र ल्याएको छु। मेरो रुममा छ किनकि म यहाँ किचनमा काम गर्दैछु यसैले यो सानो पकेट चाहिँ मैले दुईचोटि गरेर खान्छु। अनि साथीहरु डिएक्सन कफीले चाहिँ एकदमै आफूलाई राम्रो गर्नु हुँदो रहेछ हैन। यस्तो ग्यास्ट्रिकहरू हुँदा अनि आफ्नो पेटहरू मोटोपनहरू निकै घट्ने रहेछ। मोटोपनहरू घट्ने हुने अनि राम्रो हुने आफ्नो जिउहरू दुख्यो भने राम्रो हुँदो रहेछ। मैले यस्तो विचार गर्दाखेरि हैन मैले चाहिँ खान थालेको निकै नै भयो हैन। मलाई पहिला मेरो सानो पेटको पनि प्रब्लम थियो। त्यो सानो पेटको पनि निकै राम्रो भएको छ हैन। तर मैले चाहिँ अरू केही पनि युज गरेन त्यति धेरै चाहिँ हैन। किनकि मसँग त बजेट त्यति छैन हैन। किनभने म सानो यहाँदेखि अब भर्खर सुरु गरेको हैन। त्यही भएर मैले पहिला धेरै मेरो सानो पेट दुख्दाखेरि चाहिँ मैले मरङ्ची जुस चाहिँ मैले 3 बोतल चाहिँ मैले युज गरेको थिएँ। त्यो 3 बोतल युज गर्दा निकै मलाई आराम भयो, राम्रो भयो। अहिलेसम्म केही भएन, राम्रो भएको छ। अहिले मैले चाहिँ नालेको तेल भएको छ त्यो किनभने आफूसँग बजेट पनि त्यति छैन र त्यही भएर मैले अलिकति प्रब्लम गर्दाखेरि म फेरि पनि ल्याउने कोसिस गर्ने छु। अनि कफी चाहिँ मैले डेली खाँदैछु। कफीहरू खाँदाखेरि चाहिँ आफूमा फेसहरू पनि राम्रो हुने हैन। त्यस्तो चौरी नपर्ने। अब म अब कति 45 को उमेरको मान्छे अब त मेरो उमेर पनि निकै भएको छ नि त। तर पनि मेरो फेसहरू चाहिँ निकै के अरे त्यस्तो म त्यति उमेर भएको जस्तो देखिँदैन हैन। एकदमै राम्रो हुँदो रहेछ साथीहरू। यदि तपाईहरुलाई पनि आफ्नो स्वास्थ्य राम्रो राख्नु विचार छ भने राम्रो छ भने मलाई कन्ट्याक्ट गर्नुहोस्। म तपाईहरुलाई उपलब्ध दिन्छु सक्छु हैन। सबै साथीहरुलाई धन्यवाद। मेरो भिडियोहरु मन पर्छ भने शेयर, लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरेर यो भिडियो चाहिँ सबैको माझ पुर्याइदिनुहोस् अनि सबैजना जोड्नुहोस् डिएक्सनमा। डिएक्सन भनेको हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो कुरा हो। सबैजनालाई धन्यवाद। अब यो भिडियो चाहिँ यहीँ म इन गर्न चाहन्छु। सबैजनालाई फेरि पनि जय मसी।